पुरुषोत्तम महिनाको परमा एकादशीको दिन आज चाहिँ हामी श्री चतुर्व्यूह नारायण मन्दिर दर्शन गर्न गएका थियौँ। यो मन्दिर चाहिँ नारायण हिटी दरबार सँगै नजिकै रहेको छ। यो भारतवर्षको सबैभन्दा एकदम शक्तिशाली मन्दिर रहेछ। अनि यो चतुर्व्यूह नारायणको चाहिँ 4वटा स्वरूप रहेको छ। अनि यो चाहिँ 17औं शताब्दीमा राजा मानदेवले स्थापना गर्नुभएको रहेछ। अनि यो मन्दिरको वरपर चाहिँ एकदम तान्त्रिक र दैवीय शक्तिहरू चाहिँ प्रचुर मात्रामा रहेको छ भन्ने विश्वास रहेको छ। अनि यहाँ चाहिँ राजा विक्रमादित्यले पनि पहिला चाहिँ यही ठाउँमा बसेर तपस्या गर्नुभएको र पछि उहाँको मृत्युपछि पनि समाधि स्थल यतै रहेको भन्ने चाहिँ विश्वास रहेछ। त्यसपछि यो यही ठाउँबाट यही मन्दिरकै यही ठाउँबाट नै विक्रम सम्वतको सुरुवात पनि भएको रहेछ। अनि कुनै पदहरू ग्रहण गर्नुभन्दा पहिला चाहिँ यस मन्दिरमा प्रार्थना गरेर मात्रै पद ग्रहण गर्ने चलन रहेछ पहिला। अनि यो मन्दिरमा चाहिँ हरेक मानिसहरूको चाहिँ आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहेको छ। यो मन्दिरभित्र प्रवेश गरिसकेपछि अनि यहाँ बसिसकेपछि चाहिँ एकदम आनन्द, कुनै पनि पीड चिन्ता केही पनि त्यो स्वयं कुनै पनि कुराको टेन्सन छैन जस्तो भएर चाहिँ एकदम आनन्द, एकदम के त्यो हुन्छ नि पोजिटिभ इनर्जी नै अनुभव गर्न सकिन्छ। हजुरहरू पनि समय मिलाएर सक्नुहुन्छ, नजिक हुनुहुन्छ भने एकचोटि चाहिँ यो मन्दिरको दर्शन गर्नुहोला। यो अब त्यस्तो धेरै टाढा पनि छैन। नारायण हिटी मन्दिर नारायण हिटी दरबार नजिकै रहेको छ। धन्यवाद।